एसई पनि सक्यो। अब ल त पढ्न मन छ अलिअलि, तर अलिकति कन्फ्युज नै छु। अब कुन स्ट्रिम लिएर +2 पढ्ने होला त, कि अब ब्याचलरमा गएर ल चुज गर्ने भन्ने कन्फ्युजन तपाईहरुलाई पक्कै होला। यसको लागि आजको भिडियोमा हामी कुरा गर्दैछौँ ब्याचलरमा ल पढ्नको लागि के +2 मा ल नै लिएर पढ्नुपर्छ त, कि अरु कुनै सब्जेक्ट लिँदा पनि हुन्छ। आउनुहोस् यसको बारेमा अझै छलफल गरौँ। +2 मा ल पढेर यसको फाइदा चाहिँ के हुन्छ त? फर्स्ट भनेको प्रारम्भिक कानुनी ज्ञान। विद्यार्थीहरूलाई सानै उमेरदेखि कानुनको बारेमा प्रशस्त ज्ञान प्राप्त हुने गर्छ। दोस्रो हो भनेको तपाईँ 100% ब्याचलर्समा ल नै पढ्ने सोचिरहनु भएको छ भने +2 मा ल पढ्दा यसको करिकुलम ठ्याक्कै ब्याचलर्सको एन्ट्रान्स एक्जामको लागि प्रिपेरेसन जस्तो पनि हुने गर्छ। ब्याचलरको एन्ट्रान्स एक्जाममा आउने सिलेबस +2 को लको करिकुलमसँग ठ्याक्कै मिल्ने गर्छ। यसका अतिरिक्त तपाईहरु सानै उमेरदेखि नागरिकका अधिकार र दायित्वहरू, कानुनमा के कुरा लेखिएको छ भन्ने कुरामा जानकार पनि हुन सक्नुहुन्छ। थर्ड भनेको तपाईले +2 मा ल पढ्नु भयो भने लिगल सेक्टर भित्रको पनि विभिन्न सेक्टर जस्तै प्राइभेट लिटिगेसन होस्, कमर्सियल अथवा सरकारी सेवामा जाने, कुन सेवामा जाने तपाईले सुरुदेखि नै आफ्नो माइन्डलाई क्लियर बनाएर अगाडि बढ्न सक्नुहुन्छ। नेपालमा मात्रै नभई विदेशमा पनि तपाई लमा ब्याचलर्स पर्स्यु गर्न चाहनुहुन्छ भने यो तपाईको लागि एउटा एडभान्टेज हुन सक्छ। तपाईलाई लिगल बेसिक नलेज भएको कारणले तपाईले इजिली एन्ट्रान्स क्र्याक गर्न पनि सजिलो हुने गर्छ। अर्को +2 मा ल गरेर लको बेसिक नलेज तपाईहरुमा छ भने +2 गरिसकेपछि न्याय सेवा अन्तर्गतको नासु, खरिदार जस्ता पदहरुमा तपाईले लड्नलाई धेरै हेल्प हुनेछ। किनकि ल एउटा आर्ट्स भित्रको स्ट्रिम भएको भएर अरु स्ट्रिमहरु जस्तै साइन्स, म्यानेजमेन्ट तिरको जस्तो ब्रोड स्कोप चाहिँ लमा तपाईहरुले पाउनु हुँदैन। अब फर एक्जाम्पल तपाईलाई 2 वर्ष ल पढेर लमा इन्ट्रेस्टै लाग्न छोड्यो अथवा आफुलाई आईटी पढ्न मन लाग्यो, विदेश गएर अरु नर्सिङ गर्न मन लाग्यो भने पनि तपाईलाई यो स्कोप चाहिँ लिमिटेड हुन्छ। +2 मा ल गरे पनि यसको लागि छुट्टै लाइसेन्स व्यवस्था नभएकोले तपाईले इन्डिपेन्डेन्टली ल प्र्याक्टिस गर्छु भन्नलाई चाहिँ ब्याचलरै कुर्नुपर्ने हुन्छ। त्यही भएर तपाईले एउटा असिस्टेन्ट लेभलको जबहरु मात्रै पाउनु सक्नुहुन्छ। नेपालमा +2 मा लको कन्सेप्ट भर्खर पपुलर हुन थालेको कन्सेप्ट हो। त्यही भएर यसमा प्र्याक्टिकल नलेज भन्दा धेरै थियोरिटिकल नलेज फोकस्ड हुन्छ। त्यही भएर स्टुडेन्टहरूले प्र्याक्टिकल मुड कोर्ट अथवा फिल्ड भिजिटहरू कमै पाउने गर्छन्। यसमा मेरो पर्सनल ओपिनियन भन्नुपर्दा तपाईहरुलाई बच्चैदेखि एकदम क्लियरली आफू ल नै पढ्छु, लयर बन्छु भन्ने छ भने चाहिँ तपाईहरुले ल पढ्न सक्नुहुन्छ +2 मा। अथवा तपाईहरुलाई त्यो विषयमा क्ल्यारिटी छैन, तपाईहरु के पढ्ने, पछि मार्केट स्कोप के हुन्छ, कुन विषय पढ्दाखेरि तपाईहरुलाई राम्रो हुन्छ करियर वाइज, अथवा विदेश जान्छु कि देशमै बस्छु भन्ने स्योरिटी छैन भने चाहिँ तपाईहरुलाई ल बेटर अप्सन होइन। तपाईहरुले अहिलेको लागि अरु कुनै स्ट्रिम चुज गरेर पछि ल ब्याकग्राउन्डमा ब्याचलर गर्न पक्कै पाउनुहुन्छ भने ल पढेर अरु ब्याकग्राउन्डमा जाने तपाईहरुसँग अप्सन हुँदैन। त्यही भएर चुज वाइजली।